गाइज हाम्रो भाउजू चाहिँ अब मैले फिर्न सक्दिनँ गरे है गाइज यस्तै छ गाह्रो परिवरि के होइन त्यो भएर चाहिँ सक्दिनँ गाह्रै मम्मी आएर चाहिँ फिर्नुहुन्छ होला चाहिँ यिनीको गाउँ ठुलो भइसकेको छ कि गाइज हामी सक्दिनँ क्या हेर्नु न अब सानो भएपछि यो गाउँ यति धेरै ठुलो भइसक्यो होइन गाइज त्यही भएर अब सकिन्न कि गाइज चाहिँ गाह्रो छ गाइज हाम्रो बिहानको काम हो यो चाहिँ यस्तै हुन्छ गाउँघरतिर चाहिनेको बिहानै मल बोक्नुपर्छ गाउँमा हाल्नुपर्छ होइन यता चाहिँ हाम्रो भाउजू हुनुहुन्छ रिसाउनु भएको छ खुब गरिकन अनि म चाहिँ अब यस्तै मल ल्याइदिने फालिदिने बस्दिने हो हमको फिज्न पनि आउँदैन मल होइन गाइज भाउजूलाई आउँछ त्यही भएर यता फिज्दै हुनुहुन्छ आफू त्यस्तै हो गाई चाहिँ डोको बोकेको छ यता बसिएको छ बिहान अनि बिहानको हाम्रो गाउँहरू यस्तो छ है गाइज एकदम रमाइलो छ मेरो गाउँ चाहिँ होइन गाइजहरू यस्तै छ रमाइलो एकदमै रमाइलो साह्रै रमाइलो होइन गाई जो चाहिँ खानेपछि कुरा गर्दैछन् है टोलीहरू चाहिँ यिनीको एक भाइरल मान्छे त्यहाँ छन् उता मुखी फिर्छन् या त फेर भन्ने बेला भन्ने अरे फेरि मैले त हलो भन न यार हाई गर न यार मैं भिडियो बनाउन आज भिडियो गाइज अब यहाँ चाहिँ हाम्रो धारामा मान्छे टन्नेछन् लाज भन्छन् मान्छेहरू यता देख्न सक्नुहुन्छ होइन भिडियो बनाएपछि मुख धुया मान्छे नै उता फिर्छन् मुख धुल्न आछन् गाइज यतातिर धारातिर चाहिँ होइन ल काम चलिरहेछ है यतातिर गाइज काम चलिरहेको छ यतातिर चाहिनेको अनि यो चाहिँ ढाँगाहरू मासु खाने भएको यसो सम्पर्क गर्नु होला होइन हामी अब तयारीमै छ नि पनि 8-9 गतेसम्म तयारीमै छन् गाइज अब यसो खाने भएपछि सम्पर्क गर्नु होला अनि भिडियो गर्दैछु म अहिले चाहिँ तू के हेर्छ त्यतै लागु बस्छु क्या रे पुचकिले भन्ने पनि
भिडियो बनाइदिनु पऱ्यो भाइरल हुनु तिनकै गाई मान्छे त बरु राम्रै रहेछ नि एउटा अर्कै भाडा दिन्छ यहाँनिर दुनै छिटो भाडा मोबाइल छ बनाउनु अब लुइगयो क्या भात खाने अलि भात खाने अलि यता फेरि फिर्दैन क्या